अहिले महालक्ष्मी नगरपालिका सबै विषयहरूमा पेपरलेस गर्ने कार्यक्रममा अगाडि बढिरहेको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु। जस्तै अब हामी नक्सा पासदेखि लिएर अन्य विषयहरूमा पनि हामी पेपरलेस गर्नेतर्फ लागिरहेका छौँ। र जसै गरी अहिले किशन भाइले योभन्दा पहिलेदेखि नै अपाङ्गता सम्बन्धी काम गर्दै आउनुभएको र महालक्ष्मी नगरपालिकै बासिन्दा भएको हुनाले विशेष रूपमा उहाँले महालक्ष्मी नगरपालिकालाई नै फोकस गरेर कार्यक्रम ल्याउनु भएको छ। र यसलाई चाहिँ अब अपाङ्गता सम्बन्धी सूचना व्यवस्थापन प्रणाली कार्यक्रमलाई प्रभावकारी हुने हिसाबले पेपरलेस गर्ने हिसाबले अहिले धेरै कुरा यहाँहरूसम्म चाहिँ राखिसक्नु भएको छ। यसको फाइदा बेफाइदा यसले के कतिसम्म गर्न सकिन्छ भन्ने विषयहरू आइसकेको भएर म यतातिर जान चाहन्न। र अहिले एउटा आयाम के थप्यो भन्दाखेरि अपाङ्गता भएका व्यक्तिहरूले पनि अनलाइन मार्फतै फर्म भर्न सक्ने र अनलाइन मार्फतै हामीले चाहिँ विभिन्न प्रकारका क ख ग घ व्यक्तित्वलाई हामीले पहिचान गर्न सक्ने जुन यो अहिले पेपरलेसको वातावरण बनेको छ, यो जुन आयोजक भाइहरूलाई म नगरपालिकाको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अब हामीलाई हिजो सामाजिक शाखाले मात्रै यो कार्यक्रमलाई अगाडि गइरहेको र बैठक बसेर निर्णय गरिरहेको अवस्थामा अब एउटा आयाम के थप्यो भने वडा मार्फत पनि तपाईँले जानकारी दिन सक्ने, सामाजिक शाखालाई जानकारी दिन सक्ने र फर्म भर्न सक्ने गरेर व्यवस्थापन गरिएकोमा म पुनः फेरि एकचोटि उहाँलाई धन्यवाद दिन चाहन्छु। र अर्को कुरा हामीले जुन ढङ्गको यो अपाङ्गता भएका व्यक्तिहरूले दुःख नपाओस् भन्ने हिसाबले हेतुले यो अनलाइन मार्फत हामीले फर्म भर्ने व्यवस्थापन गर्नको लागि गइरहेको छु। र यसलाई जहाँसम्म लाग्छ सामाजिक शाखाबाट पनि अब यसलाई प्रभावकारी बनाउन अनलाइन भर्न मिल्ने नमिल्ने हुने नहुने अधिकार छ छैन त्यो सबै किटान गरेर यसलाई चाहिँ फेरि निर्देशिकै चेन्ज गर्नुपर्ने स्थिति पनि आउँछ भने हामीले त्यसलाई निर्देशिकालाई पनि हाम्रै तयार गरेको निर्देशिका बाहेक हामीले माथिको निकायको चाहिँ हामीले निर्देशिका चेन्ज गर्न पाइएन। त्यसले गर्दाखेरि यसलाई सहजीकरण गर्नको लागि हामी अपाङ्गता भएका व्यक्तिहरूलाई सहजी रूपमा परिचय पत्र दिन जुन आज यो सहयोग गर्नुभएको छ, पेपरलेस गर्ने काम भएको छ, यसलाई म फेरि एकचोटि धन्यवाद दिँदै बिदा हुन्छ। विशेष गरी चाहिँ यो महालक्ष्मी नगरपालिकामा चाहिँ यो अपाङ्गताहरूलाई प्राथमिकतामा राखेर चाहिँ जुन यहाँका सङ्घ संस्थाहरूले चाहिँ आज विशेष गरी हाम्रो कृष्ण भाइले नेतृत्व गरिरहनु भएको संस्था मार्फत चाहिँ यस महालक्ष्मी नगरपालिकामा भएका अपाङ्गताहरूलाई सहजीकरण गर्नको निम्ति यो जुन आजको एप हामीले चाहिँ लन्च गर्न पायौँ र त्यसमा चाहिँ धेरै नै खुसी लागेको छ। र नगरपालिकाको तर्फबाट पनि कृष्ण भाइको संस्था लगायत उहाँको टिमलाई धन्यवाद पनि दिन चाहन्छु। विशेष गरी चाहिँ अहिले हामीले चाहिँ हाम्रो अघि भर्खर मात्र मेयर साहबले पनि भनिसक्नुभयो, हाम्रो पेपरलेस गर्ने कार्यक्रमहरू चाहिँ हामीले अगाडि सारिरहेको अवस्थामा पनि विशेष गरी चाहिँ यहाँ महालक्ष्मी नगरपालिका वडा नम्बर 1 देखि 10 नम्बरसम्मका चाहिँ अपाङ्गताहरूलाई उहाँहरू चाहिँ यस नगरपालिकामा आएर परिचय पत्रहरू लिन आउनलाई उहाँहरू फर्म भरेर उहाँहरू फेरि प्रमाणपत्र परिचय पत्रहरू लिन आउने कार्यक्रमलाई चाहिँ अब फेरि उहाँहरू चाहिँ घरमै बसिकन फर्म भरेर उहाँहरूको चाहिँ अवस्था चाहिँ हामीले यहाँ नगरपालिकामा बसेर पनि उहाँलाई चाहिँ के वर्गको चाहिँ परिचय पत्रहरू चाहिँ दिँदाखेरि ठिक हुन्छ भन्ने पनि यही एप मार्फत चाहिँ हामीले हेर्न सक्ने भएकोले चाहिँ यो एउटा चाहिँ नगरपालिकालाई पनि सजिलो र विशेष गरी अपाङ्गता भएका चाहिँ व्यक्तिहरूलाई चाहिँ सजिलो भएकोले चाहिँ यो एपले चाहिँ यो नगरपालिकामा धेरै नै यहाँको चाहिँ अपाङ्गता भएको जनतालाई चाहिँ सुविधायुक्त भएको जस्तो पनि हामीले चाहिँ महसुस गरेको छु। र यसमा चाहिँ हामी अपाङ्गताको परिचय पत्र दिँदाखेरि चाहिँ हामी टिम छ, यसमा चाहिँ म स्वयं उपप्रमुख चाहिँ संयोजक भएको चाहिँ एउटा टिम छ र यो टिमले चाहिँ हामी अनुगमन पनि गर्न जाने र उहाँहरूको घर घरमा गएर चाहिँ अनुगमन गरेर उहाँहरूलाई चाहिँ क ख ग र घमा चाहिँ कुन चाहिँ परिचय पत्र चाहिँ उहाँ पाउन लायकको हुनुहुन्छ भनेर चाहिँ अनुगमन गरेर अनि अनुगमन गरिसकेपछि परिचय पत्र चाहिँ हामी आएर बनाएर उहाँहरूको घरमासम्म लगेर चाहिँ पुर्याउने कामहरू चाहिँ हामीले गरिरहेको छु भने चाहिँ अहिले चाहिँ यो एपले गरेर चाहिँ हामी अनुगमनै गर्न नपर्ने गरिकन उहाँहरूको चाहिँ हेर्न बित्तिकै उहाँहरूको सबै डाटाहरू चाहिँ आउने भएको कारणले चाहिँ एउटा चाहिँ हामीलाई पनि अनुगमन गर्नलाई पनि सहज भएको जस्तो पनि लाग्छ। महालक्ष्मी नगरपालिकाभित्र रहेका सुरुमा महालक्ष्मी नगरपालिकाभित्र रहनुभएका अपाङ्गता भएका व्यक्तिहरूको सूचना व्यवस्थापन गर्ने, परिचय पत्र वितरण र उहाँहरूलाई दिने सेवा सुविधाको बारेमा सजिलो ढङ्गले सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको र यो चाहिँ बिस्तारै
देशभरिकै सबै स्थानीय तहहरूमा वितरण गर्ने जुन लक्ष्य बनेको छ, यो वास्तवमा काम गर्ने, यो क्षेत्रमा काम गर्ने कर्मचारीहरू, यो क्षेत्रमा काम गर्ने सामाजिक कर्मीहरू र अपाङ्गता भएका स्वयं व्यक्तिहरूलाई समेत सहज हुने र नगरपालिका लगायतका पालिकाहरूलाई पनि सहज हुने अवस्था रहेको छ। महालक्ष्मी नगरपालिका सुशासित नगरपालिकाको रूपमा रूपान्तरण हुनका लागि राज्यले तोकेका विभिन्न सूचकहरूलाई स्थानीयकरण गर्दै जनमैत्री सेवा प्रवाहमा आफूलाई अब्बल बनाउने तहमा आफ्ना भूमिकाहरूलाई कहाँ जोडेर काम गर्न सकिन्छ भनेर स्टेक होल्डरसँग छलफल गर्दैछ र एक्लो यात्राले समृद्धिको यात्रा पुरा गर्न सकिन्न भन्ने बारेमा हामी प्रष्ट छौँ। यसकारण पनि मल्टी स्टेक होल्डरसँग बसेर यहाँका स्थानीय गैर सरकारी सङ्घ संस्थाहरू, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था लगायत जिओ एनजिओ सबैसँग सहकार्य गरेर समृद्धिको यात्रामा हामी अगाडि बढ्दैछौँ र यसले गर्दा नीति विधि र प्रविधिलाई भित्र्याउन र प्रतिस्पर्धी क्षमता निर्माण गर्न र संस्था सामर्थ्यको विकास गर्ने तहमा हामी अगाडि बढ्नुपर्छ भनिरहँदा पनि हामी जनशक्ति जो परिचालित छौँ ती जनशक्तिको क्षमता विकास गर्न सकिएन भने त्यो प्रविधिलाई आत्मसात गर्न सकिन्न, संस्थामा भित्र्याउन सकिन्न भन्ने बारे पनि हामी प्रष्टै छौँ। यस बारेमा आजको जुन कार्यक्रम छ यसले दुईटा कुरा एकैचोटि प्रवेश गराउँदैछ। एउटा नयाँ प्रविधिको प्रवेश गर्दैछ भने त्यो प्रविधिलाई आत्मसात गर्ने कर्मचारी साथीहरूको यो छोटो बसाइ पनि एउटा क्षमता विकास गर्छ। यो दुईटा कुरा सँगै जाँदाखेरि त्यसको प्रभाव फाइदा कहाँ पुग्छ? हाम्रा नागरिकहरूलाई सजिलो र सहज ढङ्गले अहिलेको आधुनिक प्रविधि सुहाउँदो, युग सुहाउँदो प्रविधि अनुसारको सेवा घरमा बसेर जुन अवस्थामा जो जहाँ छ त्यहाँ बसेर अनलाइन मार्फत सेवा प्राप्त गर्नलाई सुनिश्चितता प्रदान गर्छ। र यो सबै उद्देश्यको भए हामी प्रष्ट भइसके पश्चात यसलाई कसरी एप्लाई गर्ने, कसरी लागू गर्ने, कसरी कार्यान्वयन गर्ने, मैले कसरी लिएर हिँड्ने, बोकेर हिँड्ने भन्ने तहमा हामीलाई सुसूचित गराउने, ओरिएन्टेसन गर्ने अथवा चाहिँ प्रशिक्षण गर्ने, जे भन्नुहोस् त्यो कामका लागि यो संस्था आज अगाडि छ। विशेष गरी कृष्णजीको आग्रहमा हामीले अलिकति सल्लाह गऱ्यौँ र छोटो अवधिमा, छोटो सूचनामा यहाँहरू यहाँ उपस्थित हुनुभएको छ। यो उहाँको जोड थियो, हिजो सोमबारसम्म यो सक्न पाए हुन्थ्यो भन्ने थियो र कसै गरी पनि सकिएन। हिजोसम्म यो हल 4 दिनको लागि प्याक थियो। सहकारी शाखाले संयोजन गरेको ट्रेनिङ कार्यक्रमको कारणले यो हल प्याक थियो। आउटसाइड हामी जान सक्ने स्थिति भएन। धेरै रमाइलो र अलि उताउलो ढङ्गले कार्यक्रम गर्दा अहिले डिजास्टरको कारणले हामीले कलङ्क मात्र बेहोर्नुपर्छ। त्यसकारण इनहाउस जे छ सीमित साधन स्रोतलाई अधिकतम उपयोग गरेर जनताको तहमा काम गरौँ भन्ने ध्येयले हामी बन्द कोठाभित्र यो चलिरहेको थाहा पाइरहेकै पुरानै कोठा, पुरानै डेस्क बेन्च, पुरानै चाहिँ व्यक्तित्वहरूको बिचमा हामी छौँ। तर पट्यार मान्नुहुन्न। प्रविधिलाई पट्यार मान्यो भने हामी प्रतिस्पर्धी क्षमता राख्दैनौँ। अहिलेको युग सूचनाको युग हो, सूचना प्रविधिको युग हो। अहिलेको धनी मान्छे भनेको जोसँग सूचना छ त्यो धनी हो। अब पैसाले मापन हुँदैन। अहिले जोसँग धेरै सूचना छ त्यो धनी हुन्छ। कारण त्यसले सूचना भइसकेपछि आफ्नो योजना बनाउन सक्छ, नीति बनाउन सक्छ, स्ट्राटेजी बनाउन सक्छ र त्यसले फड्को मार्छ। सूचना छैन भने त्यो मान्छे धेरै पछाडि पर्छ। यसकारण यो पनि एउटा सूचनाको प्रारम्भ हो। हामीले गरेकै छौँ, म्यानुअली गरेका छौँ। अब यो सफ्टवेयर प्रणाली मार्फत, यो एप्स मार्फत हामीले काम गर्न सक्यौँ भने छिटो छरितो सर्वसुलभ र जसले प्रविधिलाई आत्मसात गरेको छ त्यो मान्छेले त बसेर गर्न सक्छ भने अरू मान्छे बिस्तारै अभ्यस्त हुँदै जान्छन्। ब्याकअप सिस्टमदेखि लिएर सबै कुराको हाम्रो प्रचलित ऐन कानुनमा संशोधन परिमार्जनका कुराहरू आवश्यकताका आधारमा हुन्छ। र कानुन भनेको परिवर्तनशील दस्तावेज हो। यो रिजिड भएर यहाँ यस्तै छ भनेर अहिले निर्णय गर्दाका वखत त होला, तर भोलिका दिनमा यसले फरक पारेर परिवर्तन गर्नुपर्छ भने आवश्यकताका आधारमा संस्थाले संस्थागत रूपमा परिवर्तन पनि गर्छ, त्यो सामर्थ्य राख्छ। संविधान त परिवर्तनशील दस्तावेज हो। यो 5औं पटक संशोधन भयो भने हामीले बनाएका कार्यविधि मापदण्डले छेक्छ, त्यसकारण गर्नै हुन, तपाईँ काम गर्न सकिन्न भनेर जवाफ किन दिनु पर्यो? जवाफ के दिनु पर्यो साथीहरूले भनेर हामीले म लगायतले पनि यो काम यसो गर्दा हुन्छ भनिदिनु पर्यो कि यो काम हुँदैन तपाईँ जानुहोस् भन्ने अधिकार हामीलाई छैन। हामी मुस्कानसहितको सेवा पनि भन्छौँ, रिसाएर थुप्रेर बसेर नेगेटिभ उत्तर दिएर हामीले जनतासँग उन्मुक्तिको यात्रा तय गर्न सक्दैनौँ। यसकारण यो तपाईँको यसरी चाहिँ हुन्छ है, यो काम यहाँ यति नपुगेको भन्नेबाट सुरु गरियो भने हामीसँग सबै खुस हुनुहुन्छ। यस मानेमा साथीहरू उत्साहित भएर आउनुभएको छ। सिक्नुहोस् धेरै कुराहरू र जसले अहिले सिक्नु भएको छ विशेष गरी सचिव साथीहरू हुनुहुन्छ, सचिवको जिम्मेवारी पुरा गर्ने र पञ्जीकरणको काम जिम्मा लिने साथीहरू हुनुहुन्छ, अरू साथीहरू हुन्छ। हामी सिकौँ। यो नगरपालिकाको तहमा अहिले नगरपालिकामा सामाजिक विकास शाखाले यसलाई लिड गरेको छ। यसमा कहिलेकाहीँ पञ्जीकरण शाखाले पनि एसिस्ट गर्छ र ओभरअल त्यसको चाहिँ फेरि
अनुगमन अथवा नियन्त्रण गर्ने काम चाहिँ प्रशासन शाखा मार्फत हुन्छ, यो हामीले बुझेकै छौँ। र ग्रासरुट लेभलमा हाम्रा 10वटा वडा छन्। वडा मार्फत यसका चाहिँ प्राथमिक चरणका कामहरू हुन्छ। प्राथमिक सूचना वडामा जति छ हामीसँग हुँदैन। यहाँहरूले जेनेरेट गरेको सूचनालाई नगरपालिकाले फेरि त्यसलाई प्रशोधन गर्ने हो र नियम सम्बद्ध छ छैन हेर्ने कुरा हो। यस मानेमा यहाँहरूको जुन किसिमको सहभागिता छ, संस्थाले जुन किसिमको इनिसिएसन लिएको छ, अब इनिसिएटर साथीहरूलाई पनि म थ्याङ्क्स भन्न चाहन्छु। र यो अवसर पनि भएको छ र अध्यक्ष महासचिव लगायत स्थानीय साथीहरू पनि हुन्छ। अब महालक्ष्मीको समृद्धिको लागि यहाँहरूले जुन चाहिँ पहिलो प्रोजेक्टको रूपमा पाइलटिङको रूपमा यहाँ सुरु गर्नुभएको छ, यहाँप्रति हार्दिक आभार कृतज्ञता पनि व्यक्त गर्न चाहन्छौँ। प्रविधि फेरिरहन्छ, प्रविधि परिष्कृत भइरहन्छ, प्रविधिमा नयाँ नयाँ चाहिँ सोच र चिन्तनहरू विकास भइरहेको हुन्छ, धेरै आविष्कारहरू हुन्छ, धेरै इनोभेसनहरू हुन्छन्। त्यो कुराहरू क्रमशः अपडेट गर्ने तहमा यहाँहरूले हामीसँग जोडिने प्रयत्न गर्नुहोस्। हामी पनि यहाँहरूसँगै यात्रा गरेर महालक्ष्मीलाई योभन्दा उन्नत बनाउने तहमा हाम्रा प्रयत्नहरू अगाडि राख्छौँ। विशेष गरी नगर प्रमुखज्यू, उपप्रमुखज्यू, वडा अध्यक्षज्यूहरू, कार्यपालिका र नगरसभाले मार्गदर्शन गरेको नीति, कार्यक्रम र मापदण्डको अधीनमा रहेर हामीले हाम्रो जनशक्तिलाई चुस्त दुरुस्त सेवा प्रवाहमा अब्बल बनाउने तहमा हाम्रा भूमिकाहरू प्रयत्नशील हुन्। हामीले यस महालक्ष्मी नगरपालिकामा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको एसेसमेन्ट र उहाँहरूको विवरण अद्यावधिकरणलाई चाहिँ एउटा सफ्टवेयरको डेभलप गरेका छौँ, जसलाई चाहिँ हामीले डिसेबिलिटी एसेसमेन्ट एन्ड इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम भनेका छौँ। यसले चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको वर्गीकरण, उहाँहरूको एसेसमेन्ट र उहाँहरूले कुन प्रकारको अपाङ्गता भएका व्यक्तिमा चाहिँ वर्गीकरण गर्नुपर्छ अथवा गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ अलिकति एसेसमेन्टको कुराहरू, त्यसपछि उहाँहरूलाई परिचयपत्र वितरण गर्ने मूल उद्देश्यका साथ हामीले यो सफ्टवेयर डिएमए सफ्टवेयर चाहिँ हामीले डेभलप गरेका छौँ। र यसको चाहिँ मुख्य उपादेयता भनेको चाहिँ यसले अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ नगरपालिकाभित्र एक्ज्याक्ट वर्गीकरण र उहाँहरूले अपाङ्गता परिचयपत्र जुन पाउनुहुन्छ त्यसको चाहिँ सहज र सुलभ सेवाको लागि चाहिँ यो अनलाइन प्रणाली मार्फत नै यसको व्यवस्था गर्न सक्ने हिसाबले चाहिँ हामीले यो परियोजना अगाडि बढाएका छौँ। र यसको यो प्रणाली विकासको लागि सहयोग चाहिँ हाम्रो अस्ट्रेलियाको एब्निक फाउन्डेसनले चाहिँ हामीलाई सहयोग गरेको छ। यसको मुख्य विशेषताहरू भनेको चाहिँ यसमार्फतबाट चाहिँ स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ जनसाङ्ख्यिकीको आधारमा चाहिँ अथवा जेन्डरको आधारमा, उमेरको आधारमा अथवा इथनिसिटीको आधारमा चाहिँ वर्गीकरण गरेर निकाल्न सकिने, प्लस यसको चाहिँ अब सम्पूर्ण प्रक्रियाहरू अनलाइन मार्फतबाट नै हुने हुनाले र अर्को चाहिँ छोटो समयमा अपाङ्गता भएका व्यक्तिहरूको चाहिँ डेटा र सूचनाहरू चाहिँ यसबाट जेनेरेट गर्न सकिने चाहिँ यसको सुविधा, यसको विशेषताहरू रहेको छ। र यसलाई चाहिँ हामीले यस महालक्ष्मी नगरपालिकाबाट चाहिँ पाइलट प्रोजेक्टको रूपमा हामीले अगाडि बढाएका छौँ र अन्य 753 पालिकाहरूमा चाहिँ निःशुल्क हामीले चाहिँ यो सफ्टवेयरहरू चाहिँ व्यवस्थापन अथवा प्रदान गर्ने चाहिँ हामीले लक्ष्य लिएका छौँ।